हेलो साथीहरू, आज चाहिँ मेरो यात्रा रहेको छ पुण्यादेखि नेपालसम्मको। हेर्नुहोस्, हामीहरू घर जानको लागि रेडी भइरहेका छौँ। अलरेडी सबैजना रेडी भइसक्नु भएको छ, सबैजनाले खाना पनि खाइसक्नु भएको छ। हेर्नुहोस्, हामीले खाना खाएको होटेल यही हो भनेपछि हामी जुन बसिरहेछौँ, जुन हाम्रो यात्रा गर्ने बस छ यही हो। हेर्नुहोस्, यो बस बाटो धेरै लामो छ र कठिन पनि छ, थाहा छैन कहाँ के हुन्छ है। त्यही भएर साथीहरू, मैले यो बनाएको भिडियो चाहिँ तपाईँहरूसम्म पुगोस्। र अनि कोही पनि दाजुभाइहरूलाई फेरि इन्डियादेखि नेपाल जाने खोज्दै हुनुहुन्छ भने कृपया सम्पर्कमा आउनुहोला। तपाईँहरूलाई एकदमै सस्तो मूल्यमा चाहिँ नेपालमा अवतरण गराइनेछ। धन्यवाद।